बिगा राम्रो लाउनु भएको रहेछ बगेना गर्दा उयो काठ पनि त फाप्छ है राम्रो मजाले मजबुत भएको छ कि उसको मलाई एउटै चिज अलिकति मन नपरेको तलको त्यो बाँसको सिरे त नलाएको भए हुन्थ्यो तपाईँले हो ठिकै छ मजबुत छ के गरेर पो आएको भाइ हजार के गरेर पो आएको होइन यसो त्यही मजबुती चेक गर्नु गएको थिएँ नि नगर्नु इज्जत लुट्नु आँट्यो कि तपाईँले त घरमा बुढी छैन सुन्नुहोस् न के गरेर पो आएको भाइ तैँले त त्यही मजबुती हेरेर आएको नि दाजु मजबुती हजुर मजबुत दामी डर रहेछ तपाईँको त्यो के अरे उयो हजुर यहाँ अन्डर भए त राम्रो त्यहाँदेखि खोइ त्यस्तो देख्छ ए देख्दैन त अस्ति इस्कुस हराएको यहाँनिर म त बाँदरले पो खायो होला दिउँसो भन्छु कालाहरूले पो खायो होला भन्छु यो काला रहेछ नि त यो काला डल्ले सकिसकेपछि चाहिँ कहाँबाट पाउँछ इस्कुस दाजु कानुनमा पनि लेखेको छ नि नदेखे चाहिँ नबोल्नुहोस् नि फेरि नदेखि होइन तैँले चोर्ने आएको यहाँनिर किन चोर्नु म चाहिँ तपाईँको इस्कुस खानु पाएको छुइनँ मैले तेरो घरमा मैले सुन्दैछु डेली इस्कुस पाक्छ अरे त अब त्यो त अब मलाई अब त्यो उताबाट पाहुनाले पठाइदिएको यताबाट पाहुना को पाहुना तेरो पाहुना को पाहुना छ नि अब हाम्रोमा आफन्त हुन्छ नि अन्त रोपेर खानु सिक्ने रोपेर अर्काले रोपेर ठिक्कै बनाएको चोर्दै नघिचाइ कुकुर त्यही माग दिन्छु त्यही सिक्नु आएको नि अन्त डल्लै लिबोटान नै बनाइदियो मेरो इस्कुसमा एउटा खानु पनि पाइन रोप्ने मान्छेले नै सखाप पार्दैछ त है दाजु कतै एक दुईवटा त्यो टुसा टासीहरू पाउँछु कि भनेको त्यस्तो नसम्झिनुहोस् हामी